अफर बसेर दादा मिलाइदिनु भएको छ हैन ल एउटा त अफर दिनु नि भाइ खेला एप्पल गाइस वेलकम टु माई न्यू ब्लग सो तपाईहरु कस्तो हुनुहुन्छ होला ठिकै नै हुनुहुन्छ होला म पनि एकदमै ठिकै छु आज चाहिँ हामी फाइनली दार्जिलिङ आइसकेको छौं किन भन्दाखेरि चाहिँ हाम्रो टिए रेलीको लागि हामी चाहिँ अघि सिक्किमदेखि चाहिँ कति बजेतिर भन्दाखेरि चाहिँ 4 बजेतिर चाहिँ हामी रुममा आइपुगेको थियौं रुममा आएर चाहिँ हामी एकछिन साथी अनि म चाहिँ रेस्ट गर्नुको लागि ढल्केको थियौं त्यतिकै सुति गएछौं सुतिसक्दाखेरि चाहिँ मेरो दिमागमा एउटा मास्टर प्लान आयो के भन्दाखेरि चाहिँ अब एकछिन चाहिँ बजार डुल्न जाउँ भन्ने सो अहिले कति बजे हुँदैछ भन्दाखेरि चाहिँ नि 5:14 हुँदै रहेछ सो मेरो साथीले अब के भन्ने हो जान्छ कि जान्दैन अल्छे चाहिँ एक नम्बरै अल्छे आइदेखि सुतेको हल्लेको छैन एक छिस काम हल्लेको छैन अब खै के भन्ने कि अभिषेक ओइ जाउँ गुल्मा जाउँ न हो हेत् जाउँ ओइ जाउँ न हो अम्बो गाइस हेर्नुहोस् त उसको हातमा ओइ के हो यो ल के को यो चाहिँ मेरो ड्रिम हो बोल केरा गर्नुपर्छ है ओइ उठ न हो अल्छी नगर उठ त कहाँ जानु बल्ल आएको एकछिन बजार जाउँ न उठ त ओइ सो गाइस उठिसकेको छ यो अल्छे आइदेखि सुतेको खै के हो के साथी बनाउनु यति साह्रो अल्छे छ नबनाउँ है साथी ओ मेरो ज्याकेट पासवर्ड त जेन्सन अवश्य जोस जेन्सन यतिको हुनु पर्यो नि अन्त लौडे बन्ने हो लाउडे बन्यो ल कस्तो एक्सलेन्ट मार्ने कि गुड मार्ने कि के मार्ने एक्सिलेन्ट मार्ने ल यसो मुभहरू देखाउन कसरी मार्छौ अब रनिङ कसरी कुद्छौ अन्त यो चाहिँ के हो त्यो चाहिँ अन्त ल यतिको जोस हुनु पर्यो नि हेर्नुहोस् गाइस फुल जोसमा छ मेरो साथी चाहिँ के कुछ गर्छ यो जिन्दगीमा के कुछ त गरिखान्छ अन्त ल लौरे फौजी अन्त यतिको हुनु पर्यो नि तर गाइस के गर्नु यसको चाहिँ दुःख लाग्दो के छ भन्दाखेरि चाहिँ नि जोस छ तर अल्छीमा नम्बर 1 ओइ मेरो चाहिँ पास गर्दैन जम्पर सो गाइस अब हामी चाहिँ एकछिन बजारतिर घुम्नु गएको हेर्नु सभा यस्तै चाहिँ हाम्रो रुमको हालत चाहिँ अब सो गाइस हामी चाहिँ रेडी भइसकेको छौँ अब चाहिँ हामी एकछिन बजारबाट जाने हो मेरो साथी चाहिँ यहाँ छ हुम रेडी कहाँ जानु घुम्नु अब के किनिदिन्छस् जे पाउँछ त्यो पुच्का खानुपर्छ पहिले त म पुच्का त नखाउँ होला केटा लेडिस हुन्छ त यो त फेरि ल गाइस अब हामी चाहिँ एकछिन बजारतिर निक्ल्यौँ यहाँ दार्जिलिङको सो गाइस केही छैन हेर्न हाँसेको हाँस्दा कहाँ खान्छ यस्तो सो गाइस यहाँ हिँड्नुहोस् अहिले चाहिँ राति चाहिँ दार्जिलिङ चाहिँ यस्तो देख्दो रहेछ के किन को हो के बनाउने है जुटाको हामी त भिडियो बनाउनु चक्करमा चाहिँ साथीको घरि नै छुटेछ है गाइस ओइ 19th सेन्चुरीको घरि नबनाऊ हो छोडेन अब त यो त पुर्जा नै हरायो त कति आयो भाइ 10 रुपियाँ अम्बो अन्त भयो त यता हिँड्छ है लगायो केटा 19th सेन्चुरीको घडी लगाइसक्यो केटाले सो गाइस यहाँ चाहिँ पुरै जानु रहेछ दार्जिलिङमा चाहिँ यता जाउँ पुरा जान्छ गाइस अभिषेक ओइ फ्रुट्सहरू नलानु भरे लानुपर्छ भरे के किन अभिषेक विन्टरको लुगाहरू छ लेडिसको मात्रै छ तर फर्स्ट लेडिस भन्ने जस्तो भयो अन्याय हो लेडिस फर्स्ट भन्ने कहाँ खाने छ यो लानु त भयो लाम्चे हो बजार चाहिँ हो सेटिस है तर पुरै जाडो अल्छे ओइ के खुवाउँछस् के खाने
यसको नाम के हो ये हजुर? मालपुवा आम्बो मालपुवा यो कति हो कुन खाने हो क्या माल हो यो त खाने अभिषेक म खाँदिनँ है नखाने खाँदिनँ है खाँदिन एउटा नयाँ नाम सुनियो गाइस मालपुवा मेरो सुप चाहिँ खानुपर्छ हाँ गाइस हामी अल्छी मालपुवा खान मामिया कतै छ अभिषेक ओइ मालपुवा नखाएको ल सिलगढीको जस्तो छ त हाँ त्यसको माथि त अब सेल लागेको छ है किन्ने अघि नै हेरेको कि हेर्न चाहिँ सुन्नु पर्यो हेर लेडिसको मात्रै छ लेडिस फिक्स प्राइस अब सेल औँसी लागिसक्यो औँसी लाग्दैन अभिषेक लाग्दैछ होला कि 600 रुपियाँ सेल यहाँदेखि कहाँ जान्छ यता उता निक्लिनुपर्छ अघि त्यता होइन यता त ऊ राजु अघि माथि पुग्छ अघि त्यता अन्त अलिक टाइम पछि चाहिँ हेर गाइस मेरो आउँछ साथी बजारमा यता सेल लाग्यो यो लगाउने अभिषेक लगाउने लगाएर नाच्न खै आम्बो अभिषेक ओइ तेरो गर्लफ्रेन्ड लागि किन लाने किन हो ला यो त बन्द भइगएछ आम्बो जुत्ता गाइस सेल आउनुहोस् 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 सेलमा किनेर लानुहोस् फेरि अघिको प्लेसमा आइपुग्यो हे ऊपर जानु के जानु खान्छस् खान्छस् म किनेको खान्छस् के खान्छस् अघिको नाम त के भन्यो मालपाउ भन्यो होइन आम्बो खान्छस् प्राउड म बाङ्गे देख्छु के भएको अब चिकन ललिपप खाने यहाँ माथि जाँदैन हो यहाँ माथि जाँदैन गइ हेर्नु कस्तो जग्गा छ कि अभिषेक ओइ यहाँ आइज न यो छ नि यो चाहिँ तेरोमा झुन्डाउनु पर्ने छ तँ पुरा बदमास गर्छस् कि तेरो चेनमा झुन्डाइदिनु पर्ने छ सो गाइस हामी सब चिकन ललिपप खान्छौँ अभिषेक के गर्नु 100 को लानु कि 50 को लानु भन न 100 को भन त 100 को हजुर हामी प्याक गरिदिनुहोस् न यसै गाइस सस्तो सस्तो घोस खाने छ यहाँ अभिषेक के हो खाने हो खाइन्छ चिटिक चिटिक अम्बो ओइ कुन लानु उयो कहाँ भने कुन लाने टिप्ट ओइ के भयो के भयो 80 रुपियाँ यसो सुन्नु एप्पल चाहिँ केजीको कति छ यस 90 को यो चाहिँ यो मसिनमा खाँदैन है ओइ 40 को हुन्छ त दुईटा ल हामी चाहिँ एप्पल चाहिँ दुईटा चाहिँ आयो नेटवर्क चल्छ केरा किन स्क्यानर केरै छ त अफर पाउँदैन दा मिलाइदिनु भएको छ
होइन ल एउटा त फर्टिनु नि हौ भाइ खेर एप्पल यहाँ के छ नि घेरा ल बार्गेनिङ पनि गरिहाल्छ बार्गेनिङ फ्रुट बार्गेनिङ अरू फर्कौँ है बुढो यहाँ देखाइदिनु आइज न के छ देखाउनु रे अब केरा र एप्पलको न गाइस हामी चाहिँ पुरा जाडो सहनु सकेर चाहिँ आधी मात्रै बजार डुल्छ अब रुम तर्फ के को हाई 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 यो अल्छिए रुम पुगिसकेको छौँ यही हो चाहिँ ए यहाँ थाक्यो उफ हाम्रो रुम चाहिँ यस्तै छ ओ यो के किनेस् निकाल्छ है हाम्रो सामान हिँड्नुहोस् है गाइस दुईवटा एप्पल यो खाएर चाहिँ नि केटा बदमास गर्नु जाने छैन बेलुका ल हुन्छ सर त्यही त बेड छैन पाक्ने छ कि मलाई पाकेको रहेछ कति रुपियाँ भनेको दर्जनको 60 हाम्रोमा त कति भन्छ 80 लु गाइस हाम्रोमा चाहिँ सिक्किममा चाहिँ पुरा महँगो छ यहाँ चाहिँ पुरा सस्तो रहेछ ओह उसले एप्पल बार्गेनिङ गरेको यहाँ चाहिँ 12 खै अर्को उयो कहाँ गयो ए गोजी मारेको छ कहाँ खानुपर्छ हाम्रो यो चाहिँ एकदमै राम्रो लली एन्ड चिकन चप हो गाइसहरूलाई म देखाउन गइरहेको छु कति भन्यो यतिको यतिको 100 रुपिस मात्रै? 6 पिस अम्बो हेर्नुहोस् गाइस ओह धुक मिलेको निलेको छ भुल दुख्छ बिस्तारै खानुपर्छ टाइम छ म यो हो त्यस्तै छ है गाइस हाम्रो रुम चाहिँ तलको पानी त गीत गाना आउँदै गर्दै तलको पानी अन्त चाहिँ लु खाइस् त है नखानु नखानु कसो यो भोलि मात्रै हो ए भाइ भोलि मात्रै हो भाइ यो फ्रुट भन्ने कुरा चाहिँ भोलि मात्रै हो प्रे गर भाइ फर्स्ट गाइस यस्तो चाहिँ आजको पैसा अब के गर्नु गाइस यस्तो छ है हाम्रो पारा त खाऊ कस्तो रहेछ है मिठो छ टेस्टी अम्बो गाइस मिठो रहेछ है अल्छिए अदर बेला फ्रुट चाहिँ हाल्नु भाइ अच्छा अच्छा निकाल्नु पनि हालिदिएर बुढो यो पाकेको हो कि हो डट पो लाग्यो लास्टमा चिप्लो चिप्लो भएर कहाँ राख्छ अब यहाँ राख्नुपर्छ नि एक ठाउँमा राख्नु डट लाग्यो त पाएछ किन हो भोलि ग्राउन्ड जाने भन्दैछ भोलि ग्राउन्ड जाने भन्दैछ किन ए घुम्नु जानुपर्छ नि सो फाइनल गाइस आज चाहिँ अब हामीले चिकन लालिपप पनि खाइसक्यौँ सक्यो ए सरले त खाइसक्नु भएछ आइपुग्यौँ गाइस अब चाहिँ आजको ब्लग चाहिँ यति मात्रै हो सी यु नेक्स्ट ब्लग गाइस